नमस्ते, म कल्पना। यहाँलाई स्वागत छ मनको गाँठो पडकास्टमा। हरेक हप्ता द स्पोटिफाई फर क्रिएटरमा तपाईले विभिन्न पेशा र व्यवसायमा संलग्न व्यक्तिहरूको कार्य अनुभव सुन्दै आउनु भएको छ। मनको गाँठो पडकास्टको आजको अङ्कमा उमेरले 70 वर्ष पुगेकी, आत्मविश्वास सधैँ हँसिले र जाँगरीले सुशीला खनालले आफ्नो राजनीतिक, सामाजिक र आध्यात्मिक यात्राका बारेमा मनभित्र रहेको गाँठो फुकाउँदै हुनुहुन्छ। सुरु गरौँ है उहाँसँगको कुराकानी। सुशीलाजी, यहाँलाई स्वागत छ कार्यक्रममा। धन्यवाद छ हजुरलाई। अहिले 70 वर्षको हुनुभयो यहाँ। अहिले त यति धेरै जोस र जाँगर छ यहाँसँग। जुन उमेरको बेला कस्तो थियो यहाँको जोस र जाँगर? उमेरमा त लगभग 24 घण्टामा कुनै कुनै दिन 2 घण्टा आराम गरेर पनि चलाइयो। रातमा पनि कतिपय कामहरू रातमा पनि गर्नु पर्थ्यो। अनि गाईबस्तु हुन्थे, बोकेर पानी ल्याउनु पर्थ्यो, ढिकी जाँतो गर्नु पर्थ्यो। बच्चा सानो छँदा बच्चालाई दुध खुवाउनु पनि भ्याइने थिएन त्यो बेलामा। अनि त्यो जाँगर चाहिँ लाग्थ्यो है। थकै लाए पनि फेरि 2 घण्टा निदाएर बिउजाउँदाखेरि थकै मरौ अब त भनेर काम गर्थ्यौँ हामीले त्यसरी। यहाँको बाल्यकालतिर सम्झना गरौँ न एकैछिन, कसरी बित्यो? बाल्यकाल त आमा बुवाको काखमा 10 वर्ष मात्रै बस्न पाएको हो। 12 वर्ष। 12 वर्षमा म अब श्रीमानको घर भनौँ, अहिले हालको घर गइयो कर्मघरमा। ठुलो परिवार, मेरो सासूहरू 4 जना हुनुहुन्थ्यो, देवरहरू 8 जना, नन्द आमाजीहरू 8 जना हुनुहुन्थ्यो। म सानी थिएँ। त्यहाँ गएर उहाँहरूले बोलेको कुरा बुझ्दैन थिएँ। हाम्रो माइती परिवार ढिलो बोल्ने, उहाँहरू छिटो बोल्ने। करुणा पानी सारेर लेतो भनेर ससुराले भन्दा कर्सा पानी छर्के भनेको सुन्थे। कर्सा पानी छर्कन जाँदा एकजना नन्द हुनुहुन्थ्यो सँगै हिँड्ने, उहाँले भन्नुभयो एक केटी यस्ता गल्ती गरिजाओस् भनेर सुझाव दिनुहुन्थ्यो मलाई। नन्द देवरुर साँच्चैको भाइ बहिना जस्तै गरेर हुर्किम, माइत हुर्कनु नपाएर घरै हुर्किम हामी त। सासू पनि त्यही लडीबडी गर्ने, आफ्नै छोराछोरीसित पिट्न परे पनि, कुट्न परे पनि, माया गर्न परे पनि त्यसरी गर्नुभयो। कतिको दुःख भयो त्यो घर धान्नलाई? अलि गाह्रो भयो। माइतमा म माथिका 2टा दाजु र दिदी बित्न रहेछ। एकदमै पुल्लाएर 7 भाइ, कान्छा बुवाको पनि छोरी थिएन, 9 भाइको एउटा छोरी। दिदीहरू घर गइसकेपछि जन्मिएर छु म। घरमा जाँदाखेरि साँच्चैको बुहारी बन्नु पर्यो। बुहारी बन्ने तरिका एक फेर जाँदा त म खेलेर तिनी धुलो उडाउने, खेल्ने गरेर आएँ। दोस्रो पटक जाँदा के गर्यो भनेर सोध्नुभयो आमाले। यस्तो यस्तो है, त्यो त गर्नुहुन्न भनेर एकै फेर अराउनु भयो। यस्तो गर्नुपर्छ, अगाडि निहुरेर हिँड्नुपर्छ, बिहान उठेर नुहाउनु पर्छ, देवर सासूहरूले कसैले ल्याएको पानी नुहाउन हुँदैन। ठुलो गाग्री भए पनि लोटा लिएर, लोटा भन्थ्यौँ हामीले त्यतिखेर, लिएर गएर पानी पँधेर गएर नुहाएर त्यसैमा ल्याएको पानीले बेलुकीसम्म गोडा धुनलाई पुर्याउनु पर्छ। उहाँहरूले ल्याएको पानीले गोडा धुन हुन्न भन्नुहुन्थ्यो आमाले। अनि त्यही गरेँ मैले। पछि घरमा गएर म त घाँस काट्न पनि नआउने, खन्न रोप्न केही नआउने, भित्र त अलिकति भाउजूहरूसित छुपुर गरेर गर्थेँ, बरु बाहिर नआउने। पछि त गर्दा 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 जिउ बोलियो हुने काम गरेर रहेछ भन्ने कुरा मेरो त्यो गराइले पनि बुझाएको छ मलाई। अहिले परिवारमा को हुनुहुन्छ? परिवारमा अहिले मेरो सन्तान 4 जना हो। 2टा छोरी, 2टा छोरा। अनि ठुला छोरा चाहिँ काठमाडौँतिरै छन्, बिजनेसम्यान हो उनी। कान्छो छोरा डाक्टर हो, बाबु फिजिसियन हुन्, यही लुम्बिनी प्रादेशिक हस्पिटलका डाक्टर हुन्। अनि जेठी बुहारी चाहिँ अलिक बिरामी छन्। कान्छी बुहारी कृषि निर्देशनालय, प्रादेशिक निर्देशनालयको अधिकृत हुन्। मेरा ठुला छोराका एउटा छोरी, एउटा छोरा छन्, नाति र नातिनी। ठुली छोरीका 2टी छोरी, एउटा छोरा, 3 जना नाति नातिना। कान्छी छोरीका पनि एउटा छोरा, एउटी छोरी। कान्छा छोराको पनि एउटा छोरा, एउटी छोरी। मेरा नाति नातिना 9 बहिना छन् अहिले। यो पारिवारिक सँगै यहाँले सामाजिक काममा कतिको लाग्नुभयो? सँगसँगै यहाँ त राजनीतिज्ञ पनि हुनुहुन्थ्यो, के गर्नुभयो र कसरी जोडिनु भयो राजनीतिमा? कर्मघर चाहिँ राजनीतिक परिवार थियो। म त्यति बेला त बाहिर निस्कने, बाहिरको मान्छेसित बोल्ने अवस्था त थिएन पहिला त। पछि मेरो सासू, मेरो ससुरा
जतिजना छोरा भए पनि बुहारी भए पनि मैले एउटा सेवा गर्ने मौका पाएँ। उहाँहरूको सेवा पनि गरेँ। उहाँहरूकै आशीर्वाद त्यो होला मलाई अझै बढी हिम्मत हुँदै गयो। अनि म हुन्छु, हुनपर्छ, दिनपर्छ पनि भनेको होइन। पार्टीले आफै चोइस गरेर तपाईँ यो ठाउँमा बस्नु सक्नुहुन्छ, बस्नुहोस् भनेर बसेँ। नेपाली काङ्ग्रेसमा सुरुमा जिल्लाको महिला सङ्घको कोषाध्यक्ष थिएँ। त्यसपछि 15 वर्षसम्म मैले जिल्ला महिला सङ्घ सभापतिमा रहेर काम गरेँ। त्यति बेला अहिले चाहिँ घोडागाडी थिएन, हिँडेर जान पर्थ्यो। अनि टाउकोमा कुम्लो जस्तो बोकेर लट्ठी टेकेर चप्पल छिँदेर त्यहाँनिर खुट्टामा फोरा परेर सिस्नाका गाँजहरू समात्दै पनि निस्कन पर्थ्यो सङ्गठन गर्न जाँदा। अनि पणेना, पोखराथोक, धातीबाङ, पटौटी त्यो एरियामा जाँदा एउटा ओडाबाट अर्का ओडामा जानला, हिँडेर जानला, दिनैभरिमा पनि बासा बस्ने ठाउँमा पुग्न सकिन्थेन, त्यति गाह्रो थियो। जुका लगाउन् कि पानी परोस् कि त्यसरी एकजना लक्ष्मी श्रेष्ठ भन्ने थिइन्, तिनी बहिनीसित हिँड्थे। म त लगभग एक फेर घरबाट झोला बोकेर हिँडेपछि त्यति बेला मेरो श्रीमानले साथ दिनुभयो। दुईटा छोराहरू त पढ्न निस्किसकेका थिए, दुईटी छोरी थिए, पढ्दै थिए, स्कुल पढ्दै क्याम्पस पढ्न थालेपछि त फुल्ली सपोर्ट गरे मलाई छोरीहरूले पनि, र म त्यसरी गएँ। जति बेला तपाईँ गाउँमा संगठन विस्तारका लागि सशक्तिकरणका लागि जाँदै गर्दा महिलाहरूको अवस्था चाहिँ कस्तो थियो? काली लाग्दो भेटाएँ मैले। म कस्तो भने अन्याय सहन हुँदै हुन्न भन्ने मानसिक तयार थियो। गाउँमा जाँदाखेरि अन्यायमा परेका महिलाहरू र रोजगारीमा एकजना पनि परिवारमा नभएको देख्दाखेरि हामीले कुनै न ठाउँबाट पाइयो भने त्यो रोजगारी दिनपर्छ भनेर म पार्टीभित्र पनि सङ्घर्ष गरेकी र लडेकी मान्छे। यहाँ लड्दै गर्दाखेरि कतिको कुरा सुनवाई हुन्थ्यो? सुनाइ नहुँदो रहेछ। पहिले त म सुरुमा त गाउँमै बस्थेँ। मेरो बसाइ चाहिँ 51 सालदेखि सदरमुकामको बसाइ भयो। त्यति बेला गाउँबाट आउने दिदीबहिनीहरूको जुनसुकै कार्यालयमा काम पर्दा पनि म तयार हुन्थे, जान्थे। श्रीमानले लेखिदिने, मैले गएर पेश गरेँ। अनि नागरिकता फाँट होस्, कृषिमा हो, पशु सेवा केन्द्रमा होस्, अस्पतालमा होस्, म यो ऊ भन्ने थिएन। फेरि मलाई एउटा कुरा मन पर्दैन, कामको सेवा गर्ने बेलामा पार्टीको नाम लिन मलाई मन लाग्दैन त। पहिले पनि अहिले पनि मलाई त पार्टीको भनेर पार्टीको मान्छे, ऊ पार्टीको मान्छे भन्न बित्तिकै त्यो मान्छे जो अब हेर नेगेटिभ रहेछ भन्ने जस्तो लाग्छ मलाई। अहिले राजनीतिकमा कतिको सक्रिय हुनुहुन्छ? अहिले यहाँ आएपछि राजनीति त्यति सक्रिय त होइन। दुःख गरेको नेपाली काङ्ग्रेसमा त दुःख गरेको सम्झँदा मकै भट्ट भुटेर लिएर गएर तिनी मकै भट्ट र धाराको पानी थपेर खाएर दिदीबहिनीको घर दैलोमा गएर दिदीबहिनीले पकाएर खाँदिएको सम्झँदा त मलाई अलि सक्रिय भएर म कहाँ के गर्न सक्दोम्ला जस्तो पनि लाग्छ। अब अहिले परिस्थितिले अलिकति कोल्टो फेरि जस्तो लाग्यो। म आध्यात्मिकतिर अलिक बढी र समाजमा सेवा गर्न पाएसम्म मैले 50% समय समाज सेवामा लाउने मेरो विचार छ। सानै उमेरमा बिहे भयो, परिवार ठुलो थियो, त्यही पनि राजनीतिमा पनि संलग्न हुनुभयो। यहाँको शिक्षा कति थियो? मेरो शिक्षा भन्ने हो भने देख्दाखेरि तपाईँहरूले टिचरबाट रिटायर हो भन्नुभयो। मलाई सबैले त्यही भन्नुहुन्छ। मेरो अन्डर एसएलसी नै हो। पढ्न पाएको भए म त अलि राम्रै पोस्टमा पुग्थेँ होला, गर्न सक्थेँ होला जस्तो लाग्छ। अझै समाजमा पनि केही दिन सक्थेँ होला जस्तो लाग्छ। अहिलेसम्म आइपुग्दाखेरि चुनौती भोग्नु परेका त्यस्ता सम्झना, एकदमै सम्झना लायक के छ? चुनौती त पहिल्यै घरमा गएर धन्ना गर्न कुनै जिरो हुँदाखेरि मेरो धन्ना गर्न ढङ्ग नै जिरो। घरको परिवारलाई धेरै धन्ना चाहिने, 100% चाहिने, त्यो एउटा कठिनाइ भयो। पछि त त्यसलाई 100मा चाहिँ पुऱ्याएर छोडेँ। अर्को राजनीति गर्दाखेरि पनि गर्दा गर्दै माओवादी द्वन्द्वकाल भयो। माओवादी द्वन्द्वकालले पारिवारिक द्वन्द्व पनि मचाइदियो। कष्टकर त्यहाँनिर रह्यो। एकातिर राजनीतिक कुरा भयो होइन, अर्कोतिर यसरी काम गरिरहँदाखेरि चाहिँ एकदम यो कामले चाहिँ म एकदमै गर्व गर्छु भन्ने खालको जीवनमा चाहिँ के छ? मलाई खुसीको क्षण त म आफै सिग्नेचर गरेर 13-14 जनाको जति अपरेसन गराइएला। कुनैलाई पाल्पा, कुनैलाई बुटोल, कुनैलाई काठमाडौँ,
मलाई त्यो एउटा गर्व छ। बिरामीको उपचार गराउँदा उपचार गराउन हिँड्ने, रातिमा होस् 12 बजे होस् जतिखेर गाडी खोज्ने, गाडी लिएर जाने, आफन्ती होस् अर्को होस्, महिलाहरूले अहिले पनि म गरिबकी आमा भनेर मेरो ठाउँबाट त्यो शब्द सुन्न पाउँदा मलाई त्यसैमा गौरव लाग्छ। अहिले जति पनि महिला दिदीबहिनीहरू हुनुहुन्छ, हजुर, के भन्नुहुन्छ उहाँहरूलाई तपाईँले? गरे जे पनि हुन्छ। अहिलेका दिदीबहिनीहरूले त सबैले पढ्नु भएको छ। पढेको मान्छेले विचारले बोल्ने, विचारले गर्ने, गर्दा सफल भइन्छ। अहिले दिदीबहिनीहरूलाई मैले के देखिरहेकी छु, सुनेको कुरो देखेको कुरो भन्न पर्यो, बोल्ने बढी गर्ने थोरै गर्नुभएको छ। गर्ने धेरै र बोल्ने थोरै गरेका राम्रो हुनु थियो। र महिलाहरू सक्षम, पढाइबाट सक्षम हुनुहुन्छ, अधिकार फुल पाउन आउँछ। हाम्रो त त्यति बेला अधिकार थिएन। यो पाएको अधिकारलाई सही ढङ्गले सदुपयोग गरे पार हुन्थ्यो भनेर मैले अहिलेका दिदीबहिनीहरूलाई भन्छु। पढेको मान्छेले जे पनि गर्न सकिन्छ, भाडा मान्न सकिन्छ, होटल गर्न सकिन्छ, कर्मचारी हुन सकिन्छ, पत्रकार हुन सकिन्छ, डाक्टर हुन सकिन्छ, मास्टर हुन सकिन्छ, सारा चिज हुन सकिन्छ। देश चलाउन सक्छु, समाज चलाउन सक्छु, परिवार चलाउन सक्छु भन्ने हिम्मतका साथ अगाडि बढेपछि सफल भइन्छ। अब हामी अन्त्यमा पनि आएका छौँ। हजुर, जाँदा जाँदै केही भन्न छ? मलाई हिम्मतले सबै थोक हुन्छ भन्ने कुरा, यहाँ 53 वर्षको उमेरमा म रूपन्देहीमा झरेँ। एकजना होराइजन बोर्डिङमा पढाउने लेक्चर हुनुहुन्छ गोपाल आचार्य भन्ने, उहाँ मेरो दाइको छोरा भदै हो। उहाँसँग सोधेँ मैले स्कुटी चलाउन सकुला र भनेको, लाइसेन्स भए त तपाईँले हेलिकप्टर चलाउनुहुन्थ्यो दिदी, के को नसक्ने हो र भन्ने। यो हो र भने त्यो स्कुटी ल्याएर सोरुमबाट ल्याएर घरमा राखेर आफै कोसिस गरेर आफै 3 दिनका दिन बाटोमा लिएर हिँडेँ, 7 दिनको दिन पछाडि व्यक्ति राखेर लिएर हिँडेँ। त्यही भएर अहिलेका दिदीबहिनीहरूले पनि सक्दैनौँ भनेर नभने हुन्थ्यो, सक्छौँ भनेर जे पनि गरे हुन्थ्यो भन्ने जस्तो लाग्छ मलाई अहिलेका दिदीबहिनीहरूलाई। समय दिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद। मलाई पनि यसरी बोल्ने मौका दिनुभएकोमा हजुरलाई धेरै धेरै धन्यवाद छ। मनको गाँठो पोडकास्टको आजको अङ्क तपाईलाई कस्तो लाग्यो? सुझाव सल्लाह छन् भने newskalpana.075@gmail.com इमेल ठेगानामा पठाउन सक्नुहुन्छ। अर्को अङ्कमा फरक र थप रोचक विषय लिएर आउने नै छु। यसको पर्खाइमा तपाईँले मनको गाँठो युट्युब च्यानल सब्स्क्राइब भने गर्नुपर्छ है। नमस्ते।